एउटा यस्तो आवाज म अनि मन्त्र लगाउने आवाज 4 जना कोचहरूलाई सेकेन्डमा फर्काइदिएको यो एउटा आवाज। संयोजनी पाउन सकिन्छ सकिन्न त्यो जुनी त तिमीलाई नै हो। मोरङदेखि आएको एउटा आवाज को सत्यले पाएको हिरा द भोइस अफ नेपाल किड सिजन 5 मा कविना राईको प्रस्तुतिले यतिखेर चारैतिर चर्चा पाएको छ। मात्रै 12 वर्षको बहिनी स्वर भने परिपक्व ठुलो मान्छेले गाएको जस्तो सयौं जुनी पाउन सकिन्छ सकिँदैन बोलको गीत प्रस्तुति दिँदाखेरि कोचहरूले उनलाई पाउनको लागि खुट्टै पनि ढोएको त्यो दृश्य द भोइस अफ नेपाल किड्समा यतिखेर चर्चाको विषय बनेको छ। कविना राईको चर्चा चारैतिर छ। प्राय दर्शकहरूले भनेका छन् उनी फाइनलिस्ट पक्कै पनि बन्ने छिन् भनेर। संयोजनी पाउन सकिन्छ सकिन्न त्यो जुनी त तिमीलाई नै हो। नमस्कार नेपाल, कविना राई द भोइस अफ नेपाल किड्स सिजन 5 को फाइनलिस्ट बन्छन् भनेर दर्शकहरूले भनिराख्दाखेरि तपाईँहरू के भन्न चाहनुहुन्छ? सर्वप्रथम त तपाईँहरू कमेन्ट गर्नुहोस् भिडियोलाई पज गरेर। द भोइस अफ नेपाल किड्स सिजन 5 को ब्लाइन्ड अडिसनमा सयौं जुनी पाउन सकिन्छ सकिँदैन बोलको गीत प्रस्तुति दिएपछि 4 जना कोचहरू चेयर टर्न गरेका थिए। पहिला मिलन नेवार, त्यसैगरी अर्जुन सापकोटा, त्यसैगरी वाङदेन शेर्पा र त्यसैगरी कोश सत्य द भोइस अफ नेपाल किड्सको सिजन 5 को ब्लाइन्ड अडिसनमा कविना राईको प्रस्तुतिमा चेयर टर्न भएपछि तल्का मच्केको थियो। के भनेको तिमीले छाया हो म तिम्रै छोडी कहाँ जानु। मात्रै 12 वर्षको कविना राईको स्वर सुन्दा यस्तो लाग्छ कि ठुलो मान्छेले गाएको जस्तो परिपक्व स्वर अनि जिरे खुर्सानी पिरो हुन्छ भनेको जस्तै उनको स्वरको तारिफ गरेर कमी छैन। देश तथा विदेशमा बस्ने नेपालीहरूले चर्चा अनि परिचर्चा यतिखेर गरिरहेका छन्। द भोइस अफ नेपाल किड्स सिजन 5 मा आउनुभएको कविना राईको कोच सत्यबाट अगाडि बढ्नु भएको कविना राईको यतिखेर चर्चा परिचर्चा टिकटक, सामाजिक सञ्जाल, फेसबुक, इन्स्टाग्राम चारैतिर चर्चा भइरहेको छ भने चिया कसैले बसिरहेको छ भने पनि यतिखेर कविना राईको चर्चा अनि परिचर्चा भइरहेको छ। दर्शकबिन विशेष गरी द भोइस अफ नेपाल किड्स सिजन 5 को ब्लाइन्ड अडिसनमा कोच सत्यबाट अगाडि बढ्नु भएको कविना राईको द भोइस अफ नेपाल किड्स सिजन 5 को प्रस्तुति तपाईहरुलाई चाहिँ कस्तो लागेको थियो? साथी हो अनि कविना राई द भोइस अफ नेपाल किड्स को फाइनलिस्ट कोच सत्यबाट हुने पक्का छ त? कमेन्ट गर्नुस् र कविना राईले दिएको प्रस्तुति कस्तो लाग्यो त? मात्रै 12 वर्षको बहिनी स्वर सुन्दा लाग्छ कि ओहो यो त ठुलो मान्छेले गाएको परिपक्व आवाज छ तर मान्छे हेर्दाखेरि सानो मात्रै 12 वर्षको। यो आवाजलाई सबैले एक लाइक गरेर साथ दिनुस् अनि हाम्रो च्यानलमा पनि सब्स्क्राइब गरेर जोडिनु होला किनभने तपाईहरुको लागि म यस्तै राम्रो भिडियोहरु बनाएर ल्याउने छु साथी हो। च्यानललाई सब्स्क्राइब गरेर साथ पनि दिनु होला है त।